टुरको डे 1 को ब्लगलाई यति धेरै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि आजको डे 2 मा हजुरहरूले थाहा पाउनुहुन्छ हामी टुरको लागि डे 2 मा कता कता गयौं, के गर्यौं र के खायौं। हामी डे 1 मा बेलुका चाहिँ होटल याकमा बसेका थियौं। यसकारण चाहिँ हामी त्यहाँबाट चाहिँ बिहान गयौं होटल याकको नजिकै रहेको गलेश्वर मन्दिर। मनास्लुएन्सहरु त्यहाँ सबैजना गइसकेपछि केही समयको लागि त्यहाँ घुम्यौं, फोटोशूट गर्यौं। अनि आएर चाहिँ होटल याक हामीले चाहिँ ब्रेकफास्ट खायौं। त्यहाँ हजुरहरूले देख्नु नै भयो होला हामीले के खायौं के भनेर। अनि चाहिँ हामी गयौं ट्राभल गर्दै यस्तो राम्रो राम्रो भ्यूहरुको भिडियो खिच्दै। गलेश्वर मन्दिर पछिको अर्को हाम्रो टुर थियो तातो पानी। कस्तो अचम्मको ठाउँ के, यस्तो पानी तातो पानी आउने है। अनि त्यहाँ चाहिँ मनास्लु वर्ल्ड कलेजको स्टुडेन्टहरु पनि नुहाए, तर म नुहाइन। यो पोखरीको पानी राम्रै थियो भने पनि यो खोलाको चाहिँ तातो पानी यता साइडपट्टि चाहिँ अलिक गनाएको थियो के। अनि यो पहाड यो हिमालहरुको नाम त मलाई थाहा छैन, त्यही पनि मैले भिडियो लिए। टुर भनेकै यही त हो नि। डे 1 को ब्लगमा मैले यस्तो मजाले भोइस ओभर गरेको थिएँ। अहिले मैले रोक्दै गाह्रो भएर भोइस ओभर गरिरहेको छु कराएर है। त्यहाँबाट चाहिँ हामी 2-3 घण्टाको यात्रा पछि चाहिँ हामी खाना खानको लागि हामी पुग्यौं मुस्ताङ लेते थकाली भान्सा घर।